हटाएर चाहिँ एकजना पुच्चोले के भएर एकजना पुच्चोले बिस्तारो बसेको तिमीले नमस्ते सबैजनालाई यो ओए आया गाह्रो छ बाटो निलै लै लामाको झ्याम्पारो भन्ने फिल्म हेऱ्यौ नि आतंक बसाउनु हुन्न है समाजमा सभाको मान्छेले एमबेसी छ यार फेरि हाम्रो पुलिसले च्याप्प समातेर छोड्देला फेरि हामी चाहिँ नक्सा जाँदैछौँ तर के गर्न जाँदैछौँ थाहा छैन दुईजना बेरोजगारहरू काम खोज्ने भन्दैछौँ तर काम खोजिया छैन काम छ न धन्दा बाइक लियो डुल्यो हिँड्यो आधा ज्यान लियो यस्तै रोडतिर हल्ला फैलायो बस्यो आतंक बचायो हो यसरी ग्याप्चर ब्रेक हान्यो मान्छेलाई अप्ठ्यारोमा पार्यो सिक्न लागेको मान्छेलाई दुर्घटनामा पारिदियो झन्डै हाने यार हाम्रो भलक चाहिँ एकदमै छोटो हुनेछ अब अलि लामो बनायो भने अलि हामीले अझ जो पनि राम्रो लाग्न थाल्छ मेरै त्यस्तै हो अनि क्यानभासको के छ त हाम्रो कलेजको मलाई पाल्दै छैन क्यानभासको हो र सक्यो मेरो उमेर क्यानभासबाट ऊ भइसक्यो हो ब्रेकअप यार क्यानभास सबबाट ब्रेकअप भइसक्यो मेरो हो र क्यानभासमा पनि ब्रेकअप भयो क्यानभासको मान्छेहरूसँग पनि ब्रेकअप भयो सब जग्गा ब्रेकअप भइसक्यो म अब वनवास जान्छु दोषी हो यसको नाम के अरे यो के अरे सैनिक राजाको दरबार नारायण हिटी हामी यहाँसम्म यहाँ जान्छ पछाडि गाडीको भिड छ त्यही पनि यस्तो भिडका के अरे बावजुद पनि यो मान्छे यस्तो राइडर छ त्यहाँ गाडी छिराइसकेको छ ए बल राइडर हो नि त मुना सगरमाथामा चाहिँ बाइक लिएर जाउँ भन्ने सोचिरहेको छु तर अलि मान्छेहरूले पचाउँदैनन् कि त्यसैले हो नत्र पहिल्यै चलिरहेको थियो कि हामी 5 पोखरीबाटै सिधै त्यही भइहाल्थ्यौँ ए 5 पोखरी भन्दा त्यो पल्लो डाँडा त हो अनि नजिकै हो क्या त्यही त पहिला बाइकमा त्यहाँ अरे त्यो पर्यटकहरूलाई त्यहाँ सगरमाथामा लिएर जान्थ्यो हिउँमा चढाउँछ क्या उसले ल्याम्प ए कस्तो मजा आउँथ्यो आजभोलि चाहिँ हल्का दुखिसक्यो ऊ चाहिँ ब्रेकअप भएर अनि त्यही भएर उसले सगरमाथातिर जाने मौका पाएन ए नत्र त डेन्जर जान्थ्यो त्यहाँबाट नि सिधै अगाडि लगा सिधै अगाडि लाग्ने हो त यताबाट भने हो तिमीले बुझेर दिमाग मेरो अलिक ठुलो छ के के बुझ्छ है सर्टकटी बाटो सस्तो सस्तो सब थाहा हुन्छ मलाई हुन्छ है काठमाडौँतिर काठमाडौँसम्म त सस्ता बजार नयाँ एउटा रोयल किड्स भन्ने वाला पसल खोले खायो नयाँ 8-10 करोडमा व्यापारी भइसक्यो व्यापारी भयो के होइन त्यो बच्चाको सामान बेच्ने कत्ता खोले खायो महँगो भाइरल छ नि आजभोलि होइन उसबाट हेरिरहेको हुन्छु के अरे बच्चाको पर्छ सबै पाउँछ मेरो छोराछोरीलाई हुन्छ आमाको ठेगाना छैन छोराछोरीको प्लानिङ भइसक्यो यता भइसक्यो कमल बिसी बाल्दाईको जस्तै कता यता तिमीलाई नेपालीलाई बबा लाग्छ बाल्दै आजभोलि कलेजहरूमा हेर पुरै कलेजहरूको प्रचारमा कता भन्दा बिस्तारै कलेजको नाम देखाउँछन् क्या यता गरेर प्रचार त गर्नु परिहाल्यो त बबाल छ आजभोलि बाल्दाईले बजार खाइरहेको क्या बिस्तारै अस्ति बुझ्नु अस्ति त तिमी आफैले बिगाऱ्यो होला नि मैले कता
बर्दियाको बाघ आयो बर्दियाको बाघ अरू सबै कुचेहरू साइडला हामी चाहिँ मालदाईको फ्यान है बबाल मालदाई कहाँ पुऱ्याउँछ नि यो भिडियो यो भिडियो मालदाई कहाँ पुगोस् भन्न चाहन्छु हामी मालदाईलाई नै 15,000को चस्मा हामीलाई गिफ्ट चाहियो मालदाईबाट गिफ्ट होइन मलाई त्यो चक्लेट बाडे मात्र हुन्छ यस्तो गरेर फुत्त फालिदिन्छ र एकटीहरूलाई समात्न दिँदै क्या हो एकटीहरूलाई समात्न दिँदै अरू सबैलाई साइड लगाइदिन्छ अरू सबै खुसीहरू साइड लाग्यो सब चक्लेट हालिदिन्छ के गर्ने अब बच्चा गऱ्यो फाइनली हामी बाइकबाट झरिसकेका छौँ है अब सेन्टर होइन यो यासी यहीँ परेको थियो यार तिम्रो सेन्टर त यहाँ छ नि यो चाहिँ कसरी सेन्टर उता जाऊँ न माछाले ऊ यहाँबाट अगाडि मेन बाटो छिरौँ भने हेर्नुहोस् गाइज यो पछाडिको ऊ स्कुल छ नि यहाँ चाहिँ मेरो एससीको सेन्टर परेको थियो यत्रो कडा थियो यहाँबाट गन समातेर बसेको थियो पुलिस दिमागमा राख्थ्यो चिट निकाल दिमागमा यसरी गन राख्थ्यो भाइ चिट निकाल भन्थ्यो यसरी डरले काम्दै चिट निस्किन्थ्यो क्या त्यस्तो मुदको त्योबाट हो तरल पदार्थ तरल पदार्थको स्वरूप लिएर चिट झर्थ्यो बाटै छैन त नागेर हिँड न मेरो नेपालको हो कहाँ नेपाल हो यसरी हो क्या खासमा यो ग्राउन्डको नाम के अरे त नामै छैन है हामी चाहिँ के अरे यता उयो खुसी पार्क खुसी चिल्ड्रेन पार्क मैले बच्चालाई ल्याएर आएको छु यहाँ खुसी चिल्ड्रेन पार्कमा रमाउँछ यो अब यहाँ झुन्डिन्छ यहाँ लड्छ लड्ने उठ्ने सुत्ने त्यही नै हो जिन्दगी यो मुला रुखै भाजिसकेको पुरानो नि धेरै न आन्टी फेरि चरासँग लडाइँ खेल्दै ओ हेर्नु यस्तो रमाइलो चाहिँ ओहो डेन्जर कागै काग परेवा छ त यार फेरि सबको जोडी छ क्या त्यसको भर्खर ब्रेकअप भयो म चाहिँ बच्चैदेखि सिक्नु मान्छे फेरि जन्मिँदा नि एक्लै मर्दा नि एक्लै भन्ने नियममा आधारित हो क्या म त ऊ चाहिँ कस्तो भने छि होइन एउटा जीवनमा सङ्गिनी साथी बनाउनु पर्छ भन्ने मान्छे ब्रेकअप भयो अहिले यस्तै हो जिन्दगीको गोरेटोमा तलमाथि भइहाल्छ जम्मा तल माथि मात्रै भयो तिम्रो गाउँ जाने गोरेटोमा तल भयो कि खत्तम भयो माथि भयो कि खत्तम त्यस्तो छ यस्तै हो जिन्दगी अब के गर्नु बस मलाई कति हिँड्ने अब हामी यहाँ एकदम विश्राम लिने अवस्थामा छौँ साग बसाला आयो चाहिँदैन आन्टी हुन्छ भने अलिकति माया ल्याइदिउँ न हजुर नाइ नखाने अब के सुन त धेरै छ त आन्टी कानमा त कति धेरै सुन्नु ओहो 1,80,00,000 छोरीले 6 वर्ष जापान कमाएर आएको टोकिया बाबुको अंश बेचेको मेरो अंश बेचेको त्यो लाएको सबैले देख्या बाबु मेरो मनमा पिर कति छ ओहो गहिरै कुरा गर्नुभयो त सबैको त्यस्तै हो कागले पनि धुकै दिन्छ हो ढुका लाग्छ हामीलाई आन्टीले कस्तो मिठो कुरा गरेर जानुभयो बाहिरको सुख सबैले देखाएको छ मनको पीडा कसले कविता लेख्नु कि त सायरी हो बाहिरको के अरे मुहारको हाँसो त सबैले देख्छ महोदय तर मनभित्रको चोट कसले देख्छ र निकोलस भुसालले चाहिँ देख्दै सक्यो है त्यो डाक्टर हो डाक्टर हो अनि म त राजनीति कस्तो गर्छु राजनीति पनि गर्छ डाक्टर पनि हो हो ए बाबा ऊ त्यो सेतो लाउने कति राम्रो हो भने है त्यहीँबाट अब हामी आउन त अब हुन त मलाई नि देखाए नै होला है तिमी यहाँकै मान्छे यतै माथि कहाँ तिम्रो यहाँबाट नजिकै त भने होइन यहाँबाट चाहिँ नजिकै हो 1-1.5 घन्टा लाग्छ गाडीमा हिँडेरै आधा घन्टा लाग्छ यार छ्या ऊ हेर्नु पछाडि नेपालको नक्सा छ हामी चाहिँ यो क्यारेटोसियो ठाउँमा कहाँ छ नक्सा चाहिँ नेपालको त्यो झन्डा झन्डा भन न नेपालको झन्डा र नक्सामा के फरक छ र त्यो अब केही थाहा छैन
हामी चाहिँ यो नक्सालको यो पार्कमा छौँ एकदमै रमाइलो छ अब बर्खा लाग्न लाग्यो अनि फेरि यहाँ यो हल्का पानी परेपछि यहाँ यो एकदम चुप्प लागेर बसिरहेको घाँस एकदमै द्रुत गतिमा बढ्छ त्यसरी बढ्छ अनि त्यहाँबाट चाहिँ यहाँको यो वातावरण एकदमै रमणीय हुन्छ विदेशीहरू यहाँ आउँछन् त्यसकै मौका छ हामी नि यहीँ आउँछौँ अरू विकल्प छैन विदेशी आए हामी नै यहीँ आउने हो विदेशी छ मलाई त दोस्त होइन नेपालीबाट नि मन भऱ्यो र अब विदेशी ल्याउनु पऱ्यो विदेशी ट्राई गर्नु ट्राई मात्र है ल्याउने हो कस्तो ट्राई गर्नु कुन देशबाट दोस्त हेरौँ अब 5वटा देशको नाम भन्छु एउटा देश चाहिँ भन्नै पऱ्यो रसिया पहिलो नम्बर जापान इन्डिया अनि पाकिस्तान दुबई सबै टप टप मैले देशहरूको नाम भनेको छु कुन देश भन म उता मालदिभ्सबाट है तिम्रो त्यो घेराभन्दै बाहिर भयो त्यसो भए तिम्रो नराम्रै आउँछ बस फिक्स हो मैले 5वटा देश भनेको तिमी देशभन्दा बाहिर गयौ क्या त्यस्तै हो हामी अलिक बाहिरको मान्छे पानी पऱ्यो यार ओहो कस्तो मजाले पानी पऱ्यो यार भिजुम जस्तो लागिरहेको थियो अब आज के अरे यो 10-11 मिनटको भइसक्यो भिडियो अन्तिमसम्म हेर्नु होला भनेर मैले अन्तिममा भनेको छु अब के गर्ने है यस्तै छ जिन्दगी अब पानी पऱ्यो भ्युवर्सहरूसँग सिधा कुरा दर्शकहरूसँग सिधा कुरा दर्शकहरूसँग भिडियो अन्तिमसँग हेर्नु होला आजलाई यति बाई बाई